नेपालको इतिहासमै पहिलोपटक केवल 6 दिनभित्र एउटा सरकारले 8वटा अध्यादेश ल्यायो। 2083 वैशाख 17देखि 22 गतेभित्र प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपतिले 8वटा अध्यादेश जारी गरे, जसले गर्दा संसद नबसेको बेलामा पनि विभिन्न ऐनहरू संशोधन भए। धेरै राजनीतिक नियुक्तिहरू एकैपटक पदमुक्त पनि भए। आजको भिडियोमा नेपालमा नयाँ सरकार आए लगत्तै ल्याइएका अध्यादेशहरू हाम्रो लागि ठिक छन् कि बेठिक छन् भन्ने विषयमा छलफल गर्नेछौँ। सुरुमा बुझौँ अध्यादेश भनेको चाहिँ के हो त। सजिलो भाषामा बुझ्दा संसद नचलिरहेको बेला सरकारले तुरुन्तै कुनै कानुन लागू गर्नु पर्यो भने त्यस्तो अवस्थामा मन्त्री परिषदले राष्ट्रपतिलाई सिफारिस गर्छ र राष्ट्रपतिले जारी गर्ने अस्थायी कानुनलाई अध्यादेश भनिन्छ। तर ध्यान दिनुपर्ने कुरा के हो भने अध्यादेश स्थायी कानुन होइन, यो पछि संसदमा जानै पर्छ। 60 दिनभित्रमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले पास गरेपछि मात्र यो पूर्ण कानुन बन्छ, नत्र यो स्वतः खारेज हुन्छ। नेपालमा समस्या कहाँबाट सुरु भयो भने अध्यादेश इमर्जेन्सीको लागि ल्याउनु पर्ने थियो, तर धेरै सरकारहरूले यसलाई राजनीतिक सर्टकट जसरी प्रयोग गर्न थाले। यसको एउटा उदाहरण 2078 साल जेठ 9मा केपी ओली सरकारले ल्याएको नागरिकता अध्यादेश हो। केपी ओलीलाई आफ्नो सरकार जोगाउन जनता समाजवादी पार्टीको समर्थन चाहिएको थियो। यो अध्यादेश महन्त ठाकुर र राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टीको समूहलाई खुसी पार्न ल्याइएको थियो। यो अध्यादेश वर्षौँदेखि संसदमा विचाराधीन अवस्थामा थियो, तर यसलाई अघि भने बढाइएन। यो केवल व्यक्तिगत स्वार्थ पुरा गर्नको लागि ल्याइएको थियो। 2078 भदौ 2मा शेरबहादुर देउवाको सरकारले राजनीतिक दलको विभाजन सजिलो बनाउन अध्यादेश ल्यायो। पार्टी फुटाउन पार्टीको केन्द्रीय समितिको 40% समर्थन चाहिन्थ्यो, त्यो घटाएर 20% बनाइयो। केपी ओलीको सरकार ढलेपछि देउवा सरकारलाई टिकाउन समर्थन गरेका नेकपा एमालेका माधव नेपाल पक्ष र जसपाको महन्त ठाकुर पक्षलाई सजिलै नयाँ दल खोल्ने कानुनी बाटो बनाइदिनु यसको मुख्य उद्देश्य थियो। त्यसपछि नेकपा एमाले फुट्यो र एकीकृत समाजवादी बन्यो, जसपा फुट्यो र लोकतान्त्रिक समाजवादी पार्टी बन्यो। उद्देश्य पुरा भयो र अध्यादेश पनि खारेज भयो। यही कारणले नेपालमा अध्यादेश भन्ने शब्द सुन्नसाथ मानिसहरूमा अलिकति शङ्का उत्पन्न हुन्छ। अब अहिलेको सरकारमा पनि 2083 साल वैशाख 17देखि 22 गतिभित्र प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपतिले 8वटा अध्यादेश जारी गरे। 6 दिन 8 अध्यादेश। बालेन सरकारले एकपछि अर्को निर्णय लिँदै गइरहेको छ। यहाँ सोच्नुपर्ने कुरा के छ भने डिसिजन मेकिङ यति छिटो किन भइरहेको छ त? तपाईँलाई के लाग्छ? तल कमेन्टमा लेख्नुहोला। अहिलेको सरकारले आफ्नो बाचापत्र अनुसार 100 दिनमा गर्ने भनेको काम टाइममै गरेर देखाउँछौँ, अझ बढी काम गरेर देखाउँछौँ भनेर एउटा रेसिङ हर्स जसरी काम गरिरहेको छ। नेपालमा अध्यादेशको इतिहास त्यति सफा नभए पनि अहिलेको सरकारले विभिन्न व्यथिति हटाउनको लागि अध्यादेशको प्रयोग गरिरहेको छ। 2083 वैशाख 17 गते सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी भयो। खरिद प्रक्रिया ढिलो भयो, प्रोजेक्ट अड्कियो, काम भएन, त्यसैले प्रोसेस फास्ट बनाउनु पर्यो। यो अध्यादेशले ठुला प्रोजेक्टलाई अनावश्यक रूपमा टुक्राउने काम रोक्ने भनेको छ। त्यसै गरी कम्पिटिसन सीमित हुने गरी ठुलो प्याकेज बनाउने प्रचलन पनि रोक्ने दाबी गरेको छ। सरकारले यसलाई फास्ट ट्र्याक डेभलपमेन्ट भनेको छ। तर फेरि नेपाल निर्माण व्यवसाय महासङ्घका अध्यक्ष रवि सिंहका अनुसार यो अध्यादेशले सार्वजनिक खरिद प्रणालीमा संलग्न कर्मचारीलाई एकदमै धेरै शक्तिशाली बनाएको छ र अव्यावहारिक जरिवानाका कारण निर्माण क्षेत्र नै धराशायी हुने भन्दै विरोध गरेका छन्। उनले बढ्दो महँगी अनुसार मूल्य समायोजन नगरिएको र व्यवसायीसँग छलफल नै नगरी ल्याइएको यो नियमले थप अन्यल निम्त्याउने बताएका छन्। सरकारले भ्रष्टाचार विरुद्ध लिएर आएको यो योजना राम्रो हो, तर यो विषयमा निर्माण व्यवसायीसँग समन्वय गरेको भए अझ राम्रो हुन्थ्यो। सोही दिन सहकारी सम्बन्धी अध्यादेश पनि जारी भयो। नेपालमा हजारौँ मान्छे सहकारीमा पैसा डुबेर पीडित छन्। सरकारले यो समस्यालाई चक्रिय राहत कोष बनाएर रकम फिर्ता गर्ने योजना बनाएको छ। चक्रिय राहत कोष भनेको समस्याग्रस्त सहकारी संस्थाहरूमा बचतकर्ताहरूको रकम फिर्ता गर्न र उनीहरूलाई राहत दिन नेपाल सरकारले स्थापना गरेको विशेष व्यवस्था हो। यो अध्यादेशले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई अत्यन्त शक्तिशाली बनाउँदै सहकारी समस्याग्रस्त हुनुअघि नै सञ्चालकको सम्पत्ति र राहदानी रोक्का गर्ने अधिकार दिएको छ। यसले 50 करोडभन्दा बढीको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैङ्कको निगरानीमा ल्याएको छ भने सामाभन्दा बढी ब्याज लिन नपाइने व्यवस्था गरेको छ। सहकारी पीडितको बचत फिर्ता गर्ने चक्रिय राहत कोष र सम्पत्ति जफत जस्ता कडा कानुनी प्रावधान ल्याउनु राज्यको पक्षबाट एकदमै सकारात्मक कदम हो। यसले डुबेको रकम फिर्ता हुने आशा जोगाउनुको साथै ठगी गर्ने सञ्चालकहरूलाई कानुनी दायरामा ल्याई सहकारी क्षेत्रमा गुमेको जनविश्वास पुनर्स्थापित गर्न मद्दत पुर्याउनेछ। 2083 वैशाख 18 गते सम्पत्ति शुद्धिकरण सम्बन्धी अध्यादेश जारी भयो। यसको मुख्य उद्देश्य सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्नु र भ्रष्टाचार कम गर्नु। नेपाल अहिले अन्तर्राष्ट्रिय निगरानीमा छ।
फाइनान्सियल एक्सन टास्क फोर्स FATF ले सम्पत्ति शुद्धिकरण र आतंकवादी पुँजी लगानी रोक्नका लागि विश्वभरका देशहरूको नीति निगरानी गर्छ र मापदण्ड बनाउने गर्छ। र अहिले FATF ले नेपालको मनी लन्डरिङ कन्ट्रोल कति कमजोर छ भनेर हेरिरहेको छ। नेपाललाई अहिले FATF ले ग्रे लिस्टमा राखेको छ। यदि नेपाल सरकारले सम्पत्ति शुद्धिकरण र आतंकवादी पुँजी लगानी विरुद्धका उपायहरू कार्यान्वयन गर्यो भने ग्रे लिस्टबाट हट्ने सम्भावना छ। यदि गरेन भने विदेशी लगानी घट्छ, ब्याङ्कको अपरेसनल कस्ट बढ्छ र क्रस बोर्डर ट्रान्ज्याक्सन स्लो हुन्छ। त्यसैले यो अध्यादेश सरकारको लागि निकै आवश्यक छ। यो सरकार आउनु अघि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान गर्ने अधिकार हटाएर राजस्व अनुसन्धान विभागलाई दिएको थियो, तर नयाँ अध्यादेशले त्यो अधिकार फिर्ता दिएको छ। यो अधिकार फिर्ता दिने निर्णय प्राविधिक रूपमा सही छ, तर यसको सफलता सरकारले कति निष्पक्ष रूपमा अनुसन्धान अगाडि बढाउँछ भन्नेमा भर पर्छ। यदि सरकारले केवल अन्तर्राष्ट्रिय दबावका कारण कागजमा मात्र सुधार देखायो र व्यवहारमा भ्रष्टाचार जारी रह्यो भने ग्रे लिस्टबाट उम्किन गाह्रो हुन्छ। 2083 वैशाख 19 गते एकै दिन 1594 जना सरकारी कर्मचारीहरू पदमुक्त भए। त्यो दिन सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था भन्ने अध्यादेश जारी भएको थियो। यो अध्यादेशमा 2082 साल चैत 19 गतेसम्म नेपाल सरकारबाट नियुक्ति भएका सार्वजनिक पदाधिकारीहरूको जुनसुकै शर्त, विधि र पदावधि तोकिएको भए पनि यो अध्यादेश जारी भएपछि त्यस्ता पदाधिकारीहरू कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुनेछन् भनिएको छ। यसमा राजदूतदेखि विश्वविद्यालयका पदाधिकारीसम्म समावेश थिए। ऐनहरू समयानुकूल परिवर्तन गर्न, कानुनी अस्पष्टता हटाउन, प्रशासनिक प्रक्रिया सरल बनाउन र प्रभावकारी बनाउन यो अध्यादेश आवश्यक देखिन्छ। नेपालका विश्वविद्यालयहरूमा राजनीति धेरै भयो भन्ने आरोप नयाँ होइन। त्यसैले सरकारले 19 गते नै विश्वविद्यालय सम्बन्धी अध्यादेश ल्यायो। अध्यादेशले विश्वविद्यालय पदाधिकारीहरूको कार्यकाल 4 वर्ष हुने व्यवस्था हटाएर सरकारले चाहेको बेलामा पदाधिकारी हटाउन सक्ने व्यवस्था राखेको छ। नेपालमा जम्मा 18 विश्वविद्यालय छन्। यसअघि राजनीतिक भागभण्डा हुँदै आएका नियुक्ति प्रणालीलाई योग्यताको आधारमा परिवर्तन गर्ने प्रतिबद्धता लिएको छ। 2083 वैशाख 19 मा केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश जारी भयो। यो अध्यादेशबाट एकैपटक 20 वटा विभिन्न ऐनहरूमा संशोधन गरिएको छ। अध्यादेशको मुख्य उद्देश्य भनेको पुराना ऐनहरूलाई समयानुकूल बनाउनु हो। यसले कानुनी अस्पष्टता हटाई प्रशासनिक प्रक्रिया सरल र प्रभावकारी बनाउनेछ। यो अध्यादेशले भूमि नभएका व्यक्तिहरूको समस्या समाधान गर्नेछ, विश्वविद्यालयका पदाधिकारीको नियुक्तिको मापदण्ड बनाउनेछ र प्रशासनिक काममा हुने कानुनी जटिलता हटाउनेछ। मुख्यतया लगानी मैत्री वातावरण बनाउन र सुशासन प्रवर्धन गर्न 20 वटा ऐनलाई समयानुकूल परिमार्जन गरिएको छ। विभिन्न निकायबीच अधिकारको स्पष्ट बाँडफाँड र आर्थिक तथा लगानी मैत्री वातावरण सुदृढ गर्ने पनि लक्ष्य राखिएको छ। राष्ट्रपतिद्वारा वैशाख 19 मा जारी गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशले देशका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सञ्चालन, पदाधिकारीको नियुक्ति र शैक्षिक गतिविधिमा कानुनी सुधार ल्याएको छ। यो अध्यादेश स्वास्थ्य क्षेत्रको प्राविधिक र प्रशासनिक व्यवस्थापन सुधार गर्न ल्याइएको। यो अध्यादेशद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी प्रचलित ऐनहरूमा संशोधन गरी प्रतिष्ठानहरूलाई थप व्यवस्थित बनाउन खोजिएको छ। नेपालमा प्रत्येक प्रतिष्ठानका आफ्नै छुट्टा छुट्टै ऐन हुँदा नियम, सेवा सुविधा र शैक्षिक मापदण्डमा केही भिन्नता थियो। यो अध्यादेशले सबैलाई एउटै छाता मुनि ल्याउने प्रयास गर्नु नीतिगत रूपमा राम्रो अभ्यास हो। अब एउटै नियमावली बनेपछि जुनसुकै प्रतिष्ठानमा काम गरे पनि चिकित्सक वा कर्मचारीको सेवा सुविधा उस्तै हुनेछ। संवैधानिक परिषद भनेको एउटा यस्तो निकाय हो जसले देशका प्रमुख संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस गर्छ, जस्तै प्रधान न्यायाधीशको नियुक्ति। वैशाख 22 गते संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भयो। सुरुमा राष्ट्रपतिले संविधानको मर्म र लोकतान्त्रिक अभ्यासलाई ध्यानमा राख्दै यस अध्यादेशलाई पुनर्विचारका लागि फिर्ता पठाएका थिए, तर मन्त्री परिषदले कुनै परिवर्तन नगरी पुनः सिफारिस गरेपछि राष्ट्रपतिले यो अध्यादेश पनि जारी गरे। हालको व्यवस्था अनुसार 6 जना सदस्य भएको परिषदमा बैठक सञ्चालनका लागि कम्तीमा 5 जनाको कोरम आवश्यक पर्ने र निर्णय सबैजनाको सहमतिबाट गर्नुपर्ने व्यवस्था छ। कोरम भनेको कुनै बैठक वा निर्णय प्रक्रिया आधिकारिक रूपमा सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम सदस्य सङ्ख्या हो। यो नयाँ अध्यादेशले भने 4 जना सदस्य उपस्थित भएमा बहुमतबाटै निर्णय गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ। राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुन्नरका अनुसार यो अध्यादेश विगतका अभ्यास, सर्वोच्च अदालतका फैसलाहरूलाई ध्यानमा राख्दै पुनर्विचारका लागि फिर्ता पठाइएको थियो। अब कुरा गरौँ मन्त्री परिषदबाट सिफारिस गरिएको अध्यादेश राष्ट्रपतिले फिर्ता गर्न मिल्छ कि मिल्दैन भन्ने बारे। संविधानविद विभिन्न अधिकारीका अनुसार कुनै पनि अध्यादेश रोक्नु वा फिर्ता गर्नु भनेको डुअल शासन हो र यो शासन गर्ने अधिकार त्यो व्यक्तिलाई हुन्छ जसले संसदमा गएर माफी माग्न सक्छ, जसले संसदमा हुने सबै अपमान खप्न सक्छ।
अब यदि राष्ट्रपतिले यस्तो गर्न सकेनन् भने अध्यादेश फिर्ता गर्नु भनेको प्रधानमन्त्रीको एउटा शासन र राष्ट्रपतिको अर्को शासन हुनु हो, जसलाई द्वैत शासन अथवा डुअल शासन भनिन्छ। नेपालको संविधानको धारा 113मा अध्यादेश फिर्ता गर्न पाउने छ भनेर स्पष्ट रूपमा लेखिएको छैन, तर जारी भएको अध्यादेश कुनै पनि सदनबाट पारित भएन भने आफै खारेज हुन्छ। अहिलेको सरकारले यसरी नयाँ अध्यादेश ल्याउनु एउटा ठुलो निर्णय हो। सरकारी काममा हुने ढिलासुस्ती र अड्किएका पुराना नियमहरूलाई सुधार्न सरकारले जुन फुर्ती देखाएको छ त्यो एकदम राम्रो कुरा हो। यसले देश चलाउने तरिकामा नयाँ उत्साह ल्याउने र वर्षौँदेखि रोकिएका कामहरू अब धमाधम अघि बढ्ने आशा गर्न सकिन्छ। तर 6 दिनमा 8 अध्यादेश यो एउटा ठुलो सुधार हो कि शक्तिको केन्द्रीकरण? किनकि इतिहासले के देखाइसकेको छ भने नेपालमा अध्यादेश डेभलपमेन्टभन्दा बढी पोलिटिकल वेपनको रूपमा प्रयोग भएको छ। अब यी सबै अध्यादेश संसदमा जान्छन्, त्यहाँ कुन पास हुन्छ, कुन रोकिन्छ, कुन अदालत पुग्छ त्यो हेर्ने बाँकी छ। तर एउटा कुरा क्लियर छ, आउँदो केही महिना नेपालको राजनीति अत्यन्तै इन्ट्रेस्टिङ हुनेवाला छ। आशा गरौँ कि अहिलेको सरकारले लिएको सबै कदमले हामी नेपालीको जीवनको स्तर राम्रो होस्। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने कृपया लाइक, सब्सक्राइब गरेर बेल आइकन थिच्नुहोला र कमेन्टमा लेख्नुहोला यी 8 अध्यादेशमध्ये तपाईँलाई सबभन्दा महत्त्वपूर्ण कुन लाग्यो र सबैभन्दा डरलाग्दो चाहिँ कुन लाग्यो।